अब हँसदै के भनौँ दुःख लागिरहेको छ, मैले छोड्नु परेको छ। दुईवटा कुरा हुन्छ, एउटा ट्रेजेडी हुन्छ, एउटा कमेडी हुन्छ। ट्रेजेडी भनेको खुल्ली त्यो बेला डेथ भएर जाने हो। कमेडी भनेको पछि पनि बिदाईपछि पनि त्यो जग्गामा भेटघाट हुन्छ। हामी त्यही कन्डिसनमा छौँ, कमेडी हो। म यही नजिकैको छु होइन, म आइरहन्छु। मैले यस स्कुलमा 2039 सालमा 10 कक्षा 10मा अध्ययन गर्न यहाँ आइपुगेको। पहिला मेरो घर लालपुर थियो, त्यसपछि म यहाँ पहाडीपुर आएँ, त्यहाँबाट यहाँ पढ्न आएँ, त्यहाँबाट यहाँ पढ्न आएँ। र 2040 सालमा 40जना विद्यार्थी हुँदा सानो टहरामा पढाउने टिचर कोही थिएन। एउटा माधव सिग्देल, मोहन गुरु, अब भान्सर भर्खरै आउनु भएको थियो, तर मैले पढ्न पाइनँ। तर उहाँको निर्देशन, उहाँको चाहिँ आदेश अनुसार हामी अत्यन्तै अनुशासित, एकदमै डिभोट, गुरुको डिभोट थियौँ, भक्त थियौँ। त्यसमा पनि म एउटा फेरि त्यो 40जना मध्ये पनि म फेरि एउटा खेलाडी पनि थिएँ। भलिबलतर्फ मलाई अत्यन्तै के लाग्छ भने मनपर्ने खेल हो। मैले मेरा दिदीहरूलाई खेलाडी भाइहरूलाई पनि के भन्छ भने मेरो चाहिँ ऊ अनुसार उनीहरू जमेर खेल, म चाहिँ त्यसमा चाहिँ फुल्ली सहयोग गर्छु। मैले तन मन धन सबै कुरा दिएर मैले के गरेँ भने सहयोग गरेँ। त्यसको बावजुद जिल्लामा, बर्दिया जिल्लामा सदरमुकाममा, त्यसपछि भान्सापुरमा यी खेलमा भलिबल भनेपछि ईश्वर सरको प्रथम हो भन्ने भनाइन्थ्यो। र त्यही अनुसार आजसम्म मैले प्रथम स्थान हासिल गर्न सहयोग गरेँ। त्यसमा सबै कुरा पुग्यो। र जुनसुकै तहबाट म टाढा छैन, र मैले चाहिँ हर छेड, हर घडी, हर पल म किसान माविको नाम अग्र स्थानमा राख्न चाहन्छु। किनभने मैले चाहिँ यो स्कुलमा अध्ययन गरेको, मैले पढेको, मलाई हार्डली किसान माविको नाम हुन्छ भन्ने मन छ। किनभने हाम्रो मेयर साहब, हाम्रो वडाध्यक्षज्यू रमेश दाइज्यू, जसले यो +2 बनाउनको लागि अहोरात्र खटिएर विभूति उठाएर हुन्छ कि के गरेर हुन्छ, ईश्वर सर तपाईँले साथ दिनुपर्छ। तपाईँ हाम्रै बिचको चाहिँ हुन्छ, यही ठाउँको, यही हुर्केको, यही पढेको। त्यसले गर्दाखेरि हामीले आज कि नाना भनेर सबै छौँ। जसले गर्दा आज राजापुर नगरपालिकामा, बर्दिया जिल्लामा किसान मावि शिक्षाको अग्रपङ्क्तिमा भएको छ। अहिले पनि अलिकति मिसयुज भएको, नत्र भने अहिले पनि प्रथम हुने थियो। र आगामी दिनमा 100% प्रथम हुनेछ भन्ने अभिलाषा राखेको छु मैले होइन। यसमा 3 कुरा मिल्नुपर्छ: शिक्षक, विद्यार्थी, अभिभावक। तीनवटा यो एउटा के हुन्छ भने त्रिगुणात्मक शक्ति हो। त्यो भयो भने सबै कुरामा सफलता हुन्छ। शिक्षकले मात्रै पढाएर हुँदैन, विद्यार्थीले पढेर हुँदैन, अभिभावकले पनि आफ्नो छोराछोरीको के गर्नुपर्छ, ध्यान राख्नुपर्छ। मेरो छोराले के गरिरहेछ, छोरीले के गरिरहेछ होइन, एकदम माया प्रेम दिएर उनीहरूलाई गाली नगरेर होइन, गलत लाइनमा हिँड्छ भने उनीहरूलाई सही लाइन, सही बाटो देखाउने हाम्रो शिक्षकको कर्तव्य हो। पहिलो कुरो त शिक्षकभन्दा पनि आफ्नो घर, पहिलो पाठशाला। मैले मेरो छोरालाई, मैले बिए पास गरेँ भने मैले मेरो छोरालाई एमए गराउँछु, त्यो चाहिँ अपेक्षा राख्नु पर्यो होइन। मेरो पनि 2टा छोरा छन्, एउटा एमबिए पढेको छ भने पास गरेको छ भने अर्को डाक्टरी पास गरेको छ। किनभने मैले त ममता माथि पढाएँ नि। त्यस्तै हामीले पनि हाम्रो समाजको व्यक्तिले पनि त्यही सुन्नु पर्यो कि मेरो छोराछोरीले राम्रो पढेर माथिल्लो श्रेणीमा जाउन्। यहाँबाट नै हामीले के गर्नु पर्यो भने होइन, रोजगारी खाने, सरकारी ठुलो ओहदामा जाने। जसले गर्दाखेरिमा हामीलाई पनि अत्यन्तै गौरव हुन्छ कि मैले पढाएको विद्यार्थी एउटा अधिकृत भएर आयो भने हाम्रो सिट त्यसै ठाडो हुन्छ। भोलि त्यो चिल्लो कारमा हिँड्यो भने हामी भइदियो भने हामी खुसी रहन्छौँ। त्यो शिक्षक त्यस्तो चिज हो। त्यस कारणले मैले धेरै भन्नुपर्ने के भनौँ, जति बोल्न आयो भने रहेछ। र मसित सँगै पढेको साथी भीमबहादुर खड्का 2040 सालमा सबै बकाते मावि गुलरियामा बर्दिया जिल्लाको एउटा मात्र के थियो भने सेन्टर थियो एसएलसीको। आइरन गेट हुने थियो त्यतिखेर। त्यो तोड्नको लागि किसान माविको पहिलो विद्यार्थी हामी गोपाल भाइ, ईश्वर पौडेल, भीमबहादुर खड्का, एकजना साथी त डेथ भइसक्यो होइन।
त्यसैले हामीले एउटा बाटो देखाएको थियौँ, त्यो बाटोमा आज हाम्रा भाइ बहिनीहरू त्यही ट्र्याकमा हिँडेका छन् र भविष्यमा यिनीहरूले पनि पक्कै पनि राम्रो नाम इज्जत इस्लामको ठाडो राख्नेछन् भन्ने मलाई एकदमै आशा छ। अब म धेरै के भनौँ होइन, जति भने पनि यो बोर्ड राख्न सकिने छैन। त्यसकारण धेरै चाहिँ वक्ताहरू पछि हुनुहुन्छ, हाम्रो साहब हुनुहुन्छ, उमेर हुनुहुन्छ, विभिन्न वडाजीहरू हुनुहुन्छ होइन, उहाँहरूले पनि यस किसान माविलाई होइन राम्रो बलेको होइन प्रकाश दिने छर्ने होइन, जुनसुकै रातको 12 बजी होस् चाहे दिनको 12 बजी होस्, किसान मावि भन्ने बित्तिकै उहाँहरूको मनले छोस्, त्यही भन्न म चाहन्छु। र अन्त्यमा होइन सम्पूर्ण भाइ बहिनी होइन राम्रो चाहिँ तरिकाले अनुशासित तरिकाले पढिदिनु होइन, दायाँ बायाँ गर्नु, यो बेलामा दायाँ बायाँ गर्ने होइन, सरहरूप्रति होइन बातका सर्वोत्तरहरू काट्ने होइन, सरहरूप्रति अश्लील प्रहार गर्ने होइन। बाबुआमा र गुरु संसारमा 3वटा कुरा सबभन्दा ठुलो हुन्छ। बाबुआमा भने जन्म दियो भने शिक्षा दिने भनेको गुरु हो। शिक्षकले जे बाटोमा हिँड्न भन्नुहुन्छ त्यही बाटोमा हिँड्नु पथ प्रदर्शकको गुरु, त्यही अनुसार हामी चल्नुपर्छ भन्ने म आफ्नो शब्द यही टुङ्ग्याउँछु। हस्त नमस्कार सबैजनाले नमस्कार।